मित्रहरू, आज मैले मेरो सानो बगैँचा तपाईहरुलाई देखाउन गइरहेको छु। सर्वप्रथम त मैले एउटा यो आँप देखाउँदै छु। यो आँप यहीँ भर्खर यो साउन महिना हो, भर्खर यहीँ फल लागेको छ। उता फुल पनि छ, उता त्यहाँ फुल पनि छ। यहाँ यसमा यहाँ फल छ। यस्तै गरी यहाँ ठुलो यो यस्तो फल पनि अझै बाँकी छ यसमा। यस्तै यहाँ एभोकाडोहरू केही छन्। यहाँ उखुका 2-3वटा साना झाङहरू पनि छन्। अघिल्लो वर्षमा हाम्रोमा वर्षपछि उखु पेल्ने गरिन्थ्यो। अहिले हाम्रो उखु पेल्ने मसिन छैन, हामी बेच्यौँ। एभोकाडो छ अर्को। यस्तै यहाँ यो अङ्गुर छ यो टाँडमा। यस्तै यहाँ केही यी आँपहरू झुन्डिरहेका छन्। यो मरिच फल्ने लहरा हो। केही अब फललाई 1-2 वर्षभित्रै फल लाग्यो, अहिलेसम्म फल लागेको छैन। यहाँ यो अङ्गुर छ, यो भर्खर रोपेको मैले। यो रातो र कालो सिडलेस अङ्गुर भनेर लगाएको। यस्तै यहाँ यो लिचीको रुख पनि छ। यो आरु बखडाको रुख छ। यस्तै यहाँ यो जापानिज सुन्तला यो फल सहितको छ। यो यसमा फलहरू पनि छन्। यस्तै त्यो हाम्रो मेवा त फलिरहेको छ। यस्तै यो अमेरिकन आरु हो। यो कटहर अहिलेसम्म फलेको छैन, अर्को वर्ष अवश्य फल्ला। यो ड्रागन फ्रुट यो फल छ। कुनै साना कोपिलाहरू पनि छन् यसमा भने। यो फलहरू पनि छ यसमा। यो हाम्रो पान पनि छ। अलि यसले खासै बजार नपाउने, अलि नेग्लेक्टेड भएको छ। पानको लहरा पनि छ हाम्रोमा, पानको पात। यस्तै यो अन्जिर फिग यो टुप्पा टुप्पामा फलहरू लागेको छ। एक छाल फल फलेर सकियो, अर्को छाल टुप्पा टुप्पामा फलहरू छन्। यो फिग अथवा अन्जिर यो साना पातुनी यो प्रजातिको यो अम्मा हो। यो यस्तै यहाँ एउटा 2टा बिरुवा छन्। यहाँ बिरुवा भन्दा नि फल पनि लागिसकेको छ। यो राम्रै खालको यो अनार हो। यो यस्तै यो अम्मा छ। यहाँ अम्मा यो ताइवानी अम्मा हो। यो फल राम्रो फल लाग्छ, फलहरू सहितको छ। फलहरू कुनै पाक्ने तयारीमा पनि छन्। यस्तै यो कुरिलो त यो तरकारीको लागि लगाएको यस्तो छ कुरिलोहरू। यो स्याउ हो। यो लो चिलिङ एप्पल। यो पनि अब आउँदो साल पक्कै फल्ला। यहाँ एउटा अमलाको रुख पनि छ। यो राम्रै फुलेको थियो, अर्को वर्ष पक्का पनि यसले फलै लाग्छ होला। यो वर्ष पुरै फुलेको थियो। सुपारीको रुख छ त्यहाँनिर। यस्तै यो सिमली घान हो भने यो कस्टार्ड एप्पल भन्छ कि यो सलिफा बनमेवा हो। यो लौकट भन्ने फल हो, यो पनि फल्नै छ। यस्तै यो हाम्रोमा यो पनि छ, यो बगेर यो एप्पल बगेर हो। यो पोहोर 20-25वटा दाना फलेको थियो। अहिले पक्कै पनि राम्रै फल लाग्ला, बुटो पनि ठुलो भएको छ। यही हो साथीहरू, यो मेरो सानो भिडियो हेरिदिनु भएकोमा धन्यवाद। नमस्ते, बाई।